नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न उपसमूहहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नको लागि विभिन्न पदहरूमा भर्ना खुल्यो। आवश्यक माग पद संख्या खुल्ला तथा समावेशी गरी सूचना प्रविधि निर्देशनालयतर्फ प्राविधिक प्रहरी निरीक्षक 2 जना, प्राविधिक प्रहरी सहायक निरीक्षक 5 जना। सञ्चार निर्देशनालयतर्फ प्राविधिक प्रहरी निरीक्षक 7 जना, प्राविधिक प्रहरी सहायक निरीक्षक 40 जना। भौतिक पूर्वाधार निर्देशनालयतर्फ प्राविधिक प्रहरी निरीक्षक सिभिल इन्जिनियर 2 जना। नेपाल प्रहरी केन्नाइन कार्यालयतर्फ प्राविधिक प्रहरी निरीक्षक भेटेरिनरी 1 जना, प्राविधिक प्रहरी सहायक निरीक्षक भेटेरिनरी 1 जना। हात हतियार मर्मत शाखातर्फ प्राविधिक प्रहरी निरीक्षक जनरल मेकानिकल इन्जिनियर 1 जना। नेपाल प्रहरी अस्पतालतर्फ प्राविधिक प्रहरी निरीक्षक मेडिकल अफिसर MBBS 20 जना, प्राविधिक प्रहरी निरीक्षक जनस्वास्थ्य अधिकृत 1 जना, प्राविधिक प्रहरी निरीक्षक अप्टोमेट्रिस्ट 1 जना, प्राविधिक प्रहरी नायब निरीक्षक स्टाफ नर्स 15 जना, प्राविधिक प्रहरी सहायक निरीक्षक CMA 6 जना, प्राविधिक प्रहरी सहायक निरीक्षक डेन्टल हाइजिनिस्ट 2 जना। अनलाइन दरखास्त सङ्कलन तथा दर्ता हुने स्थानहरू 7वटै प्रदेश प्रहरी कार्यालयहरू र भर्ना खुलाएका सम्बन्धित प्रहरी कार्यालयहरू। दरखास्त दस्तुर प्राविधिक प्रहरी निरीक्षकतर्फ रु 1200 र 1 भन्दा बढी समूहमा दरखास्त दिने भएमा रु 240 का दरले थप दस्तुर लाग्नेछ। प्राविधिक प्रहरी नायब निरीक्षकतर्फ रु 700 र 1 भन्दा बढी समूहमा दरखास्त दिने भएमा रु 140 का दरले थप दस्तुर लाग्नेछ। प्राविधिक प्रहरी सहायक निरीक्षकतर्फ रु 500 र 1 भन्दा बढी समूहमा दरखास्त दिने भएमा रु 100 का दरले थप दस्तुर लाग्नेछ। उमेर हद प्राविधिक प्रहरी निरीक्षकको लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 20 वर्ष उमेर पुरा भई 32 वर्ष ननागेको हुनुपर्ने। प्राविधिक प्रहरी नायब निरीक्षकको लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 30 वर्ष ननागेको हुनुपर्ने। प्राविधिक प्रहरी सहायक निरीक्षकको लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 28 वर्ष ननागेको हुनुपर्ने। दरखास्त फारम भर्ने मिति 2081 चैत्र 18 गतेदेखि मिति 2082 वैशाख 16 गतेसम्म। थप जानकारीको लागि नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को करियरमा भिजिट गर्नुहोला।